के भने अरे के भने अरे के भने अरे के भन्यो अरे कसले भनेको म के अरे बुढी मान्छे पापी हुन्छ भनेर कसले म केस गर्छु थानामा कसले भनेको भन म मेरो आमालाई कसले भनेको म त्यसको नाममा केस गरिदिन्छु छिटो भन कसले भनेको छिटो भनेर म केस गरिदिन्छु त्यसको नाममा म थानामा जान्छु केस गरिदिन्छु कसले भनेको भन छिटो होइन जसले पनि होइन नाम बताऊ नाम बताऊ म केस गरिदिन्छु गएर फेरि जा पो भन्छ कसले यो पसन्दले भनेको अन्त कसले तिमीले त अहिले भर्खर भन्यौ होइन पापी मान्छे मर्दैन भन्दैछ र तैँले ऊ आमाइले भन्दैछ तैँले भनेछ अरे पापी मान्छे मर्दैन भन्दैछ अरे आमाइले भन्दैछ ऊ आयो भन्ने ऊ भन्ने मान्छे आयो यसले भनेको यसले तैँले भनेछ अरे त्यही लागि रुँदैछ तैँले भन्यो मलाई पर्मिताले भन्यो यस्तो यस्तो भन्यो पर्मिताले भन्दैछ त किन भनेको तैँले त्यस्तो तिमी धर्मती हो त्यही लागि तिमी माझेर आएछौ बुझौ तिमी मर्दैनौ 400 वर्ष बाँच्छौ होइन तिमीले कुरा पल्टाउँदैछौ कुरा ढाँटेको तिमीले अहिले फेरि अघि भन्यो के अहिले फेरि कुरा पल्टायो अघि भन्यो कसले भनेको अघि तिमीले कुरा पल्टाउँदैछौ कसले भनेको होइन कराउँछ भनेर भन्दैन 14 दिन्छ नि त 14 दिन्छ नि त उहाँ गएर 14 दिन्छ उहाँ गएर अघि भन्यो अहिले कुरा पल्टाएको अब तिमीलाई उहाँ गाली गर्छ अब गाली गर्छ तिमीलाई ऊ गयो रिसले गयो विवेक रिसले गयो अब गाली गर्छ तिमीलाई अब तिमीलाई यसो भन्दैछ यो बुढीले त मलाई त्यसै बित्थामा भनेछ भन्दैछ हो भने नि त तिमीलाई अन्त किन भनेको जस्तो देखो कुरा पल्टाएको बिहान पल्टाउँदैछ तिमी त मगाएको उयो छौ चलाक छौ देखो चलाएको अहिले भर्खर मैले ठिक्क पक्रेर भने कि कानमा अरे अहिले फेरि पल्टाएको देखो म चाहिँ गएन भन्न यो चाहिँ गएन भन्न मलाई भन्दा यो चाहिँ गएन क्या भन्नु यो सानो पो दियो अरे त्यति बेला तिमीहरूको आमा हुँदाखेरि सानो थियो अरे म त कहाँ त अन्त त्यति बेला बाउ पनि साह्रो हुँदाखेरि ऊ पनि साह्रो भयो भने त्यति बेला म त ठुलो थिएँ नि सानो पो थियो अरे बाउ यता मरिरहेको छ उता ऊ साह्रो भएको थियो सेलन पानी त्यो पुर्खे डाक्टरले लगाइदिएको अन्त तिमीलाई चाहिँ कसले भन्यो पैसा छ
मासुलाई वाक्कै लाग्यो उहाँ पनि मासु लिन्छ दादा न दादा यहाँ आउनु न यता आउनु म के भन्नु नखरी गरेर ल हँ घरबाट देऊ न लोन लिएको दिएको छ अरे लोन पर्खा तिम्रोबाट लोन लिएको छ अरे सुदमा पर्खा महाजन भएको छौ तिमी नि के भन्यो अरे ए आफै भनेको अरे कि अहिले आफै भनेको म हकार्छु ल किन भनिस् त्यस्तो भन्छ ल के भन्दो रहेछ हेर के भन्दो रहेछ म हकार्छु ल ए तैँले किन भनिस् किन भनिस् आमालाई आमालाई किन भनिस् त्यस्तो किन त्यस्तो भनिस् आमालाई देखिस् देखिस् देखो त्यसको देखो हकारेको ए किन भनेको त्यस्तो किन त्यस्तो भनिस् म केस गरिदिन्छु ला नगर नगर भन्दा मेरो नोकरी जान्छ भन्दा मेरो नोकरी जान्छ केस न केस गरिदिन्छु म तँलाई केस गरिदिन्छु आमाले त्यस्तो भनिस् त केस गरिदिन्छु म नोकरी खाइदिन्छु अब नोकरी खाइदिन्छु केस गरिदिन्छु यसको म यसलाई केस गरिदिन्छु म यसलाई तिमीलाई भने होइन केस गरिदिन्छु केस लाग्छ पो त आउँछ पुलिस देखिस् खाँदिनँ भने नि बेसी भयो भने नि हेर्दा दबाई खायो 40वटा 80वटा जस्तो ट्याब्लेट खायो फेरि जाती हुन्छ फेरि हुन्छ के भएको त्यत्रो डाक्टरमा लगेको सुपर फास्टमा 2 खेप लगेको ब्लड टेस्ट सायद अब त्यो डाक्टरले भनेको थियो कि यो खाइसकेर फेरि आउनु भने जाँदै त मान्दैन अब गएर के गर्छ अब त गाली पो गर्छ गाली गर्छ अब हुँदैन यो चाहिँ ट्रिटमेन्ट एबिसी हुन्छ अरे नि त ट्रिटमेन्ट त्यसले भनेको फेरि रि गरेर गर्नुपर्छ होमियोपैथी लैजाऊ यसलाई चिया खाऊ चिया खाऊ चिया खाऊ सबको ब्लड टेस्ट गर्नुपर्छ पहिला थिएन त बढी